Hello guys, Assalamualaikum. welcome to my another new vlog है। आज धेरै पछि भ्लग बनाउँदैछु। त्यस्तै टाइम नमिलेर पनि अब एक त बिरामी पनि थिए, बिरामी भएर बनाउन पाएन। अनि त्यहाँबाट कामले गर्दा टाइम पनि मिलिरहेको थिएन, त्यही भएर बनाउन पाएन है। अनि आज छोटो मिठो भिडियो बनाऊँ भनेर, एउटा सानो भ्लग बनाऊँ भनेर यो पछाडि देख्नु भएको चाहिँ हामी बस्ने हो हैन, पछाडिको बिल्डिङ चाहिँ हैन यस्तै छ बेलारुसमा जिन्दगी। बिरामी धेरै पछि बिरामी भएको थिए, लास्टै भयो के। अब चिसोमा बाहिर निस्किनु कुरो आउँदैन नि त बिरामी हुँदा अनि त्यही भएर शरीरलाई रेस्ट गरेर आज निस्केको एउटा सानो भ्लग बनाऊँ भनेर। ल त गाइस सुरु गरौँ है, ढिला नगरिकन। आजको विषय चाहिँ तपाईको बेलारुस। अहिले नेपालीहरू होस् कि इन्डियनहरू सबै बेलारुस आउँछन् प्राय हैन, किनकि बेलारुसमा तपाईको एकदम छिटो भिजा लाग्छ नि त। अब तपाईको वर्क परमिट आएको 1 महिनामा वर्क परमिट आउँछ। वर्क परमिट आएको केही दिनमै अब तपाईँ दिल्ली जानुपर्छ, दिल्ली कि त मुम्बई गएर भिएफएक्स गरेर, भिएफएक्स भन्दा नि तपाईको इन्टरभ्यू हुन्छ। इन्टरभ्यू गरेर आएको 2-3 दिनमै भिजा लाग्छ है। हाम्रो पनि त्यही भएको हो। अहिले यो 25 पनि त्यही हो, केही परिवर्तन भएको छैन। त्यही भएर आज बनाऊँ भनेर सानो। त्यही गाइस, तपाईहरु अब यस्तो भिडियो बनाएको हुन्छ त्यो सपोर्ट गरिदिनु पर्यो है। प्लिज गाइस सब्स्क्राइब, लाइक, कमेन्ट, सब्स्क्राइब चाहिँ गरिदिनु होला है। मेन सब्स्क्राइब गरिदिनु होला है, अनि भिडियो सेयर पनि गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। यत्रो मैले भिडियो बनाइरहेको हुन्छु तपाईहरुलाई, तर कमेन्टै गर्नुहुन्न तपाईहरु। मैले अब यहाँको बारेमा बनाएको हुन्छु, भोलि गएर तपाईहरुलाई दुःख नहोस् भनेर हैन, दुःख नहोस् भनेर बनाएको हुन्छु। अनि त्यहाँबाट तपाईहरुलाई केही जानकारी मिलोस् भनेर बनाएको हुन्छु, तर तपाईहरु कमेन्टै गर्नुहुन्न हैन। अब जो पनि अहिले बेलारुस आइरहेको हुन्छ नि त, बेलारुसमा मात्रै गन्तव्य नै बेलारुस भइरहेको छ। अनि मेन पावरहरूले नि अब ठगिरहेको छ क्या सबैलाई अब हैन। म चाहिँ आज तपाईहरुलाई लागतको बारेमा कुरा गर्न आएको। बेलारुसमा चाहिँ कति तिरेर आउँदा ठिक हुन्छ भने तपाईको 5-6 लाख तिरेर आउनु। बेलारुस त्यति नराम्रो पनि छैन भन्छ हैन। 5-6 लाख तिरेर आउनु भयो भने तपाईहरुले यहाँ आएर 1-1.5 वर्षमा ऋण पनि तिरेर सक्नुहुन्छ। अनि त्यसपछि सेभिङ गर्न नि हुन्छ हैन। नत्र अब तपाईको अब धेरै पैसा अब 7-8 लाख तिरेर आउनु भयो भने 2-3 वर्ष ऋण तिर्दैमा जान्छ, सेभिङ नै हुँदैन के गाइस। अनि तपाईको मैले अस्ति पालि पनि बनाएको थिएँ स्यालेरी कति हुन्छ भनेर हैन। तपाईको आज चाहिँ हैन त्यही विषयमा फेरि पनि यहाँ बेलारुसमा इन्कम कति हुन्छ र अनि सेभिङ गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा बनाएको हो गाइस हैन। बेलारुसमा चाहिँ तपाईको इन्कम भनेको यहाँको तपाईको 1400, बेसिक स्यालेरी भनेको 1500 हो। 1500 आउँछ। अब तपाईको पार्ट टाइम जब ओभर टाइम मिल्यो भने त्यही 1800-1900 जति हुन्छ हैन। अनि 1500 मा तपाईको अब युरोप कन्ट्री त हो, तर सेन्जेन छैन नि त यो देश। अब अरु युरोपहरुमा त अब 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 5000 जति हुन्छ। अनि 1500 मा तपाईको 2000 3000 4000 50
आवरली अब युरो चल्छ नि त अब 1 आवरमा अब 6-7 युरो हुन्छ। अब हाम्रो यो त अब बेलारुस त अब नन चेन्जिन पनि हो, चेन्जिन पनि छैन यहाँ, युरो पनि चल्दैन यहाँ चाहिँ तपाईको 12 घण्टा काम गर्ने हो एक दिनमा हैन, 12 घण्टा काम गर्ने। त्यसै महिनामा आउँछ स्यालेरी, महिनामा 1500 यहाँको बेलारुसियन रुपियाँ 1500 आउँछ। अनि 1500 ले तपाईको अब खानै पर्यो हैन, खाना खानु पर्यो। अनि कहिलेकाहीँ बिरामी भइन्छ, यसो मेडिकल सेडिकलको लागि पैसा राख्नै पर्यो है। तिनीहरू सबै राख्दा खाँदा गरेर तपाईको 1200 जति बच्छ, धेरै हैन। अब त्यो अब अरु केही अब अल्कोहलहरु हैन, सिगरेटहरु नखाने मान्छेको चाहिँ अब 1300 जति बच्ला, 1300 बच्छ। अनि तपाईको त्यो अब घर पठाउनु पर्यो, घर पठाउँदा अब नेपाली पैसा कन्भर्ट गर्दा तपाईको यहाँबाट अब डलरमा कन्भर्ट गरेर पठाउने हो नेपाल। डलरमा कन्भर्ट गर्दा अब तपाईको अब डलर अब 100 कति 40 भए पनि अब यहाँ अब रेट चाहिँ हामीहरूले रेट चाहिँ त्यही हो 134-35 दिन्छ हैन। त्यसमा कन्भर्ट गरेर पठाउँदा तपाईको नेपाल पुग्ने भनेको 40,000 हो। 40,000 इन्कम हुन्छ तपाईको। अब त्यसमा अब ऋण काटेर आएको हुन्छ, ऋण तिर्नै पर्यो। अनि सेभिङ भनेको त्यही हो 40,000। अब पछि अब तपाईको ऋण तिरिसकेपछि 40,000 सेभिङ हुन्छ। 40,000 सेभिङमा के हुन्छ र हैन, 2-3 वर्षमा कमाउने भनेको त्यही 10-11 लाख कमाउने, 2-3 वर्षमा बस्ने, त्यति हो। अरु काम छैन है। त्यही भएर भिडियो चाहिँ हेर्नु होला हैन। बेलारुसको बारेमा धेरै भिडियो बनाइरहेको छ, भिडियोहरु चाहिँ हेर्नु नबिर्सनु होला है। तपाईहरुलाई भोलि गएर दुःख नहोस् भनेर बनाइरहेको हुन्छ। र तपाईहरु कमेन्ट गर्नुहुन्न प्लिज गाइज, लाइक कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है। सब्स्क्राइब गर्नुभयो भने मोटिभेसन नि हुन्छ एउटा। अनि यस्तै भिडियो बनाउन मन लाग्छ नि त, त्यही हो। आजको विषय चाहिँ त्यसकै बारेमा चाहिँ, यो चाहिँ हाम्रो मानसिङ दाइ भन्दाखेरि भर्खर लभमा ट्यारिक्सिन परिरहेको बुढाको। आज बुढाले आज दारु दौरा हान्थ्यो जस्तो खाले। बस्नलाई चाहिँ रमाइलो छ तपाईको हैन। अब पैसाको हिसाबले चाहिँ ठिक छैन, त्यही हो। सबै कुरा बुझेर आउनु होला भन्छु बेलारुस चाहिँ। आज चाहिँ त्यसकै बारेमा थियो है गाइस। अब मेरो यो च्यानल भर्खर बनाएको भएर त्यति साह्रै नहोला हैन। तपाईहरुको सपोर्टले गर्दा त गर्ने हो। ल त गाइस, आजलाई यति नै। नेक्स्ट टाइम अब फेरि भेटौँला है त गाइस।